यो सगदावको महिना जसरी भगवान बुद्धको जन्म, बोधित्व प्राप्त, महापरिनिर्वाण प्राप्त गर्नुभएको पुण्यतिथि सगदाव महिनाभित्र पर्न जान्छ। र हामी अधिकांश बौद्धहरूले सगदाव त भगवान बुद्धले ज्ञान प्राप्त भएको महिना भएको कारणले गर्दा यो महिनामा पूजापाठ गर्यो, दान गर्यो, शील पालना गर्यो, धर्म गर्यो भने अरू समयमा गरेको भन्दा लाखौँ गुणाले पुण्य वृद्धि हुन्छ भनेर भन्ने गरिन्छ। हिमाली क्षेत्रको अधिकांश बौद्ध मार्गीहरू अब पर्सिको दिनबाट स्वयम्भूमा कोरा जाने त्यहाँ पालो पाउँदैन, बौद्धमा घुम्नको लागि खुट्टा टेक्ने ठाउँ पाउँदैन। किन सबै मानिसहरूमा सगदावको महिनामा एक पटक कोरा गर्दा 1,00,000 पटक कोरा गरेको जतिको पुण्य प्राप्त हुन्छ। सगदावको महिनाभित्र 108 पटक मणि जप गर्यो भने 1,00,000 पटक मणि जप गरेको पुण्य प्राप्त हुन्छ। यो विश्वास व्यापक छ बौद्ध धर्म समुदायहरूमा। यो विश्वास व्यापक छ, यसको प्रभाव व्यापक छ। तर यसलाई हामीले यसमा के छ त, यसमा वैज्ञानिक त के छ, यसमा प्राकृतिक सम्बन्ध के छ, यो कुरासँग पनि थोरै जोडेर म तपाईँहरूलाई बताउन गइरहेको छु। यो सगदाव महिना जुन प्राकृतिक अनुकूलताको महिना पनि हो। भगवान बुद्धले ज्ञान प्राप्त गर्नुभयो, भगवान बुद्धले प्राप्त गर्नुभएको ज्ञान त्यो समय सबै प्राकृतिक अनुकूलता छ। वसन्त ऋतुको सुरुवात भइसकेको छ। अहिले रुखहरू, अन्नहरू उम्रिने, टुसा पलाउने, रुखहरूमा पातहरू, हाँगाहरू फैलिने, पातहरू पलाउने समय पनि हो। तपाईँहरूले विचार गर्नुहोस् त, यो अहिले वसन्त ऋतु, अहिले पानी, घाँसहरू उम्रिने, टुसाहरू पलाउने, चराचुरुङ्गीहरूले पनि अण्डा पार्ने समय हो। र यो समयमा के हुन्छ भने यो खगोल भूगोल जति पनि वायुमण्डलमा भएको ग्रह उपग्रहहरूको प्रभाव यो धरतीमा त्यसको प्रभाव पर्न जान्छ। ग्रह उपग्रहहरूको प्रभावले गर्दाखेरि यो धरतीमा जलवायु परिवर्तन हुन्छ। कहिले गर्मी बढ्छ, कहिले चिसो बढ्छ। यो सबै वायुमण्डलमा भएको ग्रह उपग्रहहरूको प्रभाव हो। र जब यहाँ जलवायु परिवर्तन हुन्छ त्यसको प्रभाव हामी मानवको शरीरमा पर्छ। सम्पूर्ण प्राणीहरूको शरीरमा जलवायु परिवर्तनको प्रभाव पर्छ। किन? हाम्रो शरीर पञ्चतत्त्वले बनेको शरीर हो। त्यसकारण यो समयमा यसरी यो प्राकृतिक यो जलवायु परिवर्तन हुने, यो समयमा मौसम परिवर्तन हुने, यो समयमा पानीको मूलहरू पनि फुट्ने, यो समयमा हाम्रो शरीरमा पनि के हुन्छ भने रस, ची भन्छ लामा भाषामा, ची भनेको रस, हाम्रो शरीरमा रस उत्पादन हुने समय पनि हो प्राकृतिक अनुसार। यसकारण यो समयमा हाम्रो शरीरमा रस उत्पादन भएको समयको भएको कारणले यो समयमा हाम्रो मानिसहरूको शरीर अनुहारमा पनि उज्यालो चमक आउने समय हो। यो समयमा मानिसहरूको शरीरमा रस उत्पादन हुने कारणले गर्दाखेरि जब शरीरमा रस उत्पादन हुन्छ त्यो समयमा मानसिक कर्म, शारीरिक कर्म, जुन दुवै प्रकारको कर्म गर्दाखेरि त्यो प्रभावकारी हुन्छ भनेको छ। त्यसकारण भगवान बुद्धले ज्ञान प्राप्त गर्नुभएको प्राकृतिक अनुकूलताको समयमा ज्ञान प्राप्त गर्नुभएको हो। यसकारण अहिलेको यो सगदावको 1 महिनाको समय यो प्राकृतिक अनुकूलताको समय हो। हाम्रो शरीरमा रस उत्पादन हुने समय हो। यसकारण यो महिनामा हामीले प्राकृतिक अनुकूलताको आहार विहारमा ध्यान दिनुपर्दछ। यो 1 महिनाको अन्तरालमा यदि हामीले प्राकृतिक प्रतिकूलको आहार विहार भोजनहरू सेवन गर्न थाल्यो भने यसले धेरै नराम्रो रोग ग्रह दशा निम्त्याउन सक्छ, शरीरमा नराम्रो असर पुग्न सक्दछ। यसकारण यो भगवान बुद्धले ज्ञान प्राप्त गर्नुभएको महिना भएको कारणले मासु मांस खानु हुँदैन भनेको मात्र होइन, यो प्राकृतिक शरीरमा रस उत्पादन हुने विशेष समय भएको कारणले यो समयमा मासु मांस खाएमा रोगहरू, बिमारहरू उत्पादन हुन सक्ने सम्भावना बढी हुन्छ। यो समयमा शुद्ध शाकाहारी भोजन सेवन गरेमा हाम्रो शरीरको रस वृद्धि भएर हाम्रो शरीरमा तेज प्रकट हुने, बल तागतले निपुण हुने, मानव हुनुपर्ने लक्षणहरू प्रयुक्त हुनेमा विशेष प्रकारको मद्दत पुग्न जान्छ। यो समयमा हामीले आहार विहारमा ध्यान दिने र यो 1 महिनाको अन्तरालमा शुद्ध शाकाहारी भोजन सेवन गर्न सकेमा हाम्रो स्वास्थ्य अरू समयमा भयो भन्दा यो समयमा हाम्रो स्वास्थ्यमा सुधार आउन सक्ने र यो समयमा हामीले ध्यान गर्यौँ,
हामीले जप गर्यो, ध्यान गर्यो, शील पालना गर्यो भने अरू समयमा गरेको भन्दा पनि विशेष प्रकारको प्रभावकारी हुन्छ। किन? शरीरमा रस उत्पादन हुने समय भएको कारणले गर्दाखेरि। यस कारणले गर्दा यो प्राकृतिकसँग सम्बन्ध छ, हाम्रो शरीरको तत्त्व गुणहरूसँग सम्बन्ध छ यो 1 महिनाको सकदावा भनेको। यस कारणले गर्दाखेरि बौद्ध धर्म मान्ने व्यक्तिहरूको लागि मात्रै होइन, बौद्ध अबौद्ध, शान्ति चाहने, सुख चाहने सबै व्यक्तिहरूले पर्सि 21 गतेको दिनदेखि आषाढ 17 गतेको दिनको अन्तराल यो 1 महिना अवधिभित्र सबैले मासु मांस त्याग्नुहोस्, शुद्ध शाकाहारी भोजन सेवन गर्नुहोस्। यो समयमा तपाईँको शरीरमा रस उत्पादन भएको हुन्छ। यसले तपाईँको शरीरमा शुद्ध शाकाहारी भोजनको सेवनले र तपाईँले कुशल कर्म धर्ममा अभ्यास गरेको कारणले तपाईँको शारीरिक मानसिक रूपमा नै तपाईँको ज्ञान, तपाईँको शक्ति, तपाईँको बल तागतहरू सबै कुराहरू अभिवृद्धि भएर जानुमा विशेष प्रकारको अरू समयको भन्दा विशेष प्रकारको प्रभावकारी हुन सकिने हो। सकदावाको विशेषता यो हो। र हामी अधिकांशले भन्ने गर्दछ यो त भगवान बुद्ध जन्मेको महिना, ज्ञान प्राप्त भएको महिना रे, त्यसकारण बुद्ध धर्म मान्नेहरूले यो समयमा मासु मांस खाँदैन भन्ने गर्दछ। हामीले यो केवल बुद्ध धर्म मान्ने व्यक्तिहरूले मात्र नभइकन हामी हाम्रो शरीरलाई प्राकृतिक अनुकूलता, हाम्रो शरीरलाई हामीले पालन पोषण गर्न सक्यौँ भने हामी निरोगी हुन्छौँ, हामी दीर्घायु हुन्छौँ, हाम्रो शरीरमा हुनुपर्ने लक्षणहरूले हामी परिपक्व हुन्छौँ। तब हामीले शरीरलाई ध्यान दिँदैनौँ, प्राकृतिकलाई ध्यान दिँदैनौँ, आफ्नो मनोमान्य खुसीले आहार विहारमा ध्यान दिँदैनौँ भने हामी रोगको शिकार हुन्छौँ। हामी मानसिक शक्तिहरू ग्रसित भएर जान्छ, मानसिक शक्तिहरू सबै पतन भएर जान्छ। त्यसकारण मानसिक शक्ति बलियो बनाउनु छ, शारीरिक शक्ति बलियो बनाउनु छ भने यो 1 महिनाको अन्तरालभित्र मासु मांस नखाइदिनु होला भनेर म विशेष सुझाव दिन चाहन्छु। र यो 1 महिनाको अन्तरालभित्र हजुरहरूले यथाशक्य जप गर्ने, कोरा गर्ने, व्रत बस्ने एकदमै प्रभावकारी समय पनि हो यो समय। त्यसकारण यस्तो प्रभावकारी शरीरमा रस उत्पादन हुने यो विशेष प्राकृतिक अनुकूलताको समयमा भगवान बुद्धको जन्म भयो, भगवान बुद्धले ज्ञान प्राप्त गर्नुभयो, भगवान बुद्धले परिनिर्वाण प्राप्त गर्नुभयो। यस कारणले पनि यो महिना अति नै प्रभावकारी र अति नै पुण्यवान महिना हो। र हामीलाई लाग्न सक्छ फेरि 2563औं बुद्ध जन्म जयन्ती अस्ति भर्खरै जेठ 4 गते मनायो, फेरि बुद्ध जन्मेको दिन आउँदैछ भन्छ। यो लामाले कुरा के हो बुझ्नै सकेन भनेर मनमा जिज्ञासा पनि त उत्पन्न हुन सक्छ हामी मान्छे हो। यो फरक छ। अहिले विश्व सूचीमा सूचीकृत भइसकेको बुद्ध जयन्ती भनेको वैशाख पूर्णिमा नै हो। अस्ति हामीले मानिसकेको वैशाख पूर्णिमालाई बुद्ध जयन्ती विश्वले मानेको बुद्ध जयन्ती हो। तर ज्योतिष पद्धति, ज्योतिष शास्त्रको कारणले गर्दाखेरि सकदावा भनेको हिमाली भोट ज्योतिष अनुसारको 4औं महिनालाई सकदावा भनिन्छ। र यो सकदावा कहिले वैशाख पूर्णिमामा पर्दछ। 3 वर्षमा सकदावाको पूर्णिमा र वैशाख पूर्णिमा एकै दिनमा जोड्न जान्छ। यो छ फेरि। त्यसकारण हाम्रो हिमाली क्षेत्रको बौद्ध ज्योतिषविदहरूको भनाइ के छ भने भगवान बुद्ध जन्म भएको अवस्थामा सकदावाको पूर्णिमा र वैशाख पूर्णिमा सँगै संयोग जोडेको महिना परेको थियो। त्यसकारण हामी हिमाली क्षेत्रको बौद्ध ज्योतिष पद्धति अनुसरण गर्ने अनुयायीहरूले सकदावाको पूर्णिमालाई बुद्ध जयन्ती मानिन्छ। सकदावाको सप्तमीमा बुद्धको जन्म भयो, सकदावाको पूर्णिमाको दिनमा ज्ञान प्राप्त गर्नुभयो, पूर्णिमाको दिनमा महापरिनिर्वाण प्राप्त गर्नुभएको मानिन्छ। यो ज्योतिष पद्धतिले गर्दाखेरि अलिकति फरक भएको हामीले बुझिन्छ। वास्तवमा यसमा त्यति धेरै फरक भएको पाइँदैन। त्यसकारण बुद्धले ज्ञान प्राप्त गर्नुभएको दिनदेखि 49औं दिनमा पश्चात उहाँले धर्म देशना गर्नुभयो। हामीले डुप्पा भनिन्छ। हिमाली भोट पात्र अनुसार 6औं महिनाको 4औं दिनलाई मानिन्छ।